बारीमा लगाएको गाँजाको बोट मात्र भइसक्यो। बुढीको लागि भिटामिन लिएर जाँदैछु। हेलो नमस्ते गाइस, वेलकम छ सबैजनालाई मेरो युट्युबमा अनि मेरो भिडियोमा। कता हुनुहुन्छ, के गर्दै हुनुहुन्छ? हामी चाहिँ यता म चाहिँ रुममै बसिरहेको। मेरो अहिले चाहिँ मेरो बुढी चाहिँ लुगा धोइरहेको छ मेरो उताभित्र। अब एकछिनमा हामी निस्किन्छौँ होइन, गाडी उता रेडी छ। अब एकछिनमा हामी निस्किने भनेर पुरा प्लानमै छौँ होइन, किनकि आजको दिन मेरो छुट्टी छ होइन। किन मेरो काकाहरू नेपाल गइरहेको थियो, त्यही भएर केही सामानहरू पुगाउनु थियो क्या, त्यही भएर आज छुट्टी हानिदिएको। अब बिहानै काममा गएन भने त अब दिउँसो के कमाइ हुन्छ र भनेर काममा नमिलेको। अब भोलि हान्नुपर्छ। आज चाहिँ छुट्टी। अहिले चाहिँ यसो शान्तिनो एउटा मिठो घुमघाम गरेर आउँ भन्ने एउटा प्लान हो। चट्ट अब चाहिँ निस्किँदैछौँ हामी नाइस रोड जानको लागि रेडी छौँ। नाइस रोडभित्र -5 गरिसक्यो कि नै? सबैजनालाई मलाई मात्र किन देखाउनमा होला। पछाडि पनि जाउँ कि? हेलो गाइस, अहिले हामी छौँ नाइस रोड। हामी अहिले नाइस रोडमा छौँ। यता वरिपरि बगैँचाहरू कस्तो छ, पुरा मस्त छ। चलो, हामीले उता टोल ट्याक्स नै तिरेर भर्खरै आएको छौँ। खै टोल ट्याक्स बिल देखाउनु पऱ्यो होइन। हाम्रो इधर से टोल ट्याक्सको बिल हामी अहिले फोकटमा टोल ट्याक्स तिरेर यहाँ आएको छौँ। हामी तरकारी किन्न मान्छे हो। इधर 25 फोकटमा यहाँ आएको छौँ। अब हामी निस्किन्छौँ यहाँबाट। अब फेरि रिटर्न जाँदाखेरि पनि टोल ट्याक्स तिर्नुपर्छ होला सायद। आज 100 रुपियाँ वाट लाग्ने भयो। अब हामी चाहिँ यता छौँ। यहाँ स्टप गर्न मिल्दैन भनिरहेको छ, तर अब हामीले स्टप गरेर एउटा कार हामी अहिले यस्तो ठाउँमा छौँ होइन। हामी अहिले बनरघट्टा रोड पुगिसकेका छौँ।
यता चाहिँ सनसेट यता अहिले हामी बुढाबुढीको यहाँ पुगिसक्यौँ। यताको भ्यूहरू यस्तो छ। उताबाट हामी आएको बाटो चाहिँ उतै हो होइन। अहिले हामी जाँदैछ यता जाँदैछौँ। अझै हामीले 17 किलोमिटर जानु छ होइन। त्यही हो गाइस, यता चाहिँ पुरा यस्तो छ डाँडा पाखाहरू। हेलो गाइस, तपाईँहरू अहिले देख्न सक्नुहुन्छ म यस्तो ठाउँमा आएर अहिले फसिरहेको छु कि अब टोल ट्याक्स तिर्दा होइन मै छक्क परिसक्यो क्या। यही नाइस रोडमा पनि मैले 3 ठाउँ टोल ट्याक्स तिरिसक्यो। आउँदाखेरि अब रिटर्न जाँदाखेरि चाहिँ अब कति ठाउँ काट्नुपर्छ है। खालि मेरो काम छैन, केही छैन, म उत्तिकै आइदिएको। तर अब थाहा भएन, फर्स्ट टाइम आइरहेको यो नाइस रोडमा। त्यही भएर अलिकति मलाई चाहिँ अलिकति सोच्यो भन्दा अलिकति अर्कै भइदिरहेको मेरो के सोचले आएको यार, के भइदियो आएको। एउटा टोल ट्याक्स यहाँनिर भइहाल्यो होइन। एउटा टोल ट्याक्स उतानेर छ अनि उता पस्नु नै काटेर आएको क्या। त्यही भएर एकदम गाह्रो परिरहेको हो। तर एकदम ठाउँहरू मस्त छ कि। यो हाम्रो बेङ्गलुरै हो है, धेरै कन्फ्युज नहुनु होला, यो बेङ्गलुरमा हो एकदम टप। गाडी छक परिसक्यो होला टायरमा उल्ला पनि 90-95 पुगिरहेको छ। ल अब चाहिँ हामी निस्केको। सो गाइस, अहिले चाहिँ हामी नाइस रोडबाट हिँडिरहेको। अब चाहिँ हामी निस्किँदैछौँ। अब हामी रुमतिर जान लागेको। अब यहाँ आएर अब अलिकति भ्याउ नै भयो, किनकि अब एक त आजभोलि लफैमा परिरहेछ होइन। त्यही माथि यहाँ पनि परिन्छ कि भन्ने हो। अब केही छैन, परे पनि बेहोरी हालौँला, के त हुन्छ कस्तो त हुन्छ होइन। आफूलाई केही कुराहरू सिकिन्छ होइन। आफूले गल्ती गऱ्यो भने सिकिने होइन। अलिकति अब ट्राफिक मामाहरूदेखि बस्नुपर्छ बेङ्गलोरमा चाहिँ। अरू त के हो, त्यति साह्रो के होइन, तै पनि नियममा। ल हामी चाहिँ अहिले टोल ट्याक्समा छिरिसक्यौँ। अब यहाँ पनि 25 रुपिस दिनै पर्ला होइन। क्यामेरा अलाउड छ कि छैन सुन्ने। कहाँ छ को त्यो कहाँ? ಅಣ್ಣ ಇದು ಅಲೌಡ್ ಇದೆ, ಕ್ಯಾಮ್ರಾ ಅಲೌಡ್ ಇದೆ, अलाउड नहीं है। सो गाइज, सबैजनालाई थ्याङ्क्स भन्नु चाहिँ होइन। अब त्यहाँ क्यामेरा नि खासै अलाउड नरहेछ होइन। सबैजनाले माया देखाइदिनु होला। मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला होइन। अब फेरि अब अर्को भ्लगमा भेटौँला बिस्तारै। अब यो स्टार्टिङ भ्लगहरू हो होइन। यो हेर्न त अलिकति बोरिङ नै भइहाल्छ। अब बिस्तारै सुध्रिँदै जान्छ होइन। तपाईँ पनि लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्दै जानु होला होइन। के छ कस्तो छ कमेन्ट गर्न नभुल्नु होला होइन। कहीँनिर केही मिस्टेक छ होइन, के छ कस्तो छ। अब मेरो भोइस चाहिँ क्लियरिटी छैन, किनकि म बिस्तारै सिक्दैछु होइन। त्यही हो, माइन्ड नगरिदिनु होला। राम्रोसँग कुनै मिस्टेक भएको छ भने हजुरहरूले कमेन्टमा आएर भन्न सक्नुहुनेछ। सबैजनालाई थ्याङ्क यू भन्न चाहे। थ्याङ्क यू।